आज पनि महेन्द्र राजमार्ग ठप्प छ हेर्नुहोस्। म अहिले पत्ल्याएको चोकबाट चाहिँ यहाँहरूलाई यो भिडियो लिएर देखाउँदैछु। हेर्नुहोस् पुरै पूर्व पश्चिम राजमार्ग एकदम पुरै अवरुद्ध छ हेर्नुहोस्। र यतातिर तपाईँको वीरगञ्ज जाने बाटो पनि पुरै अवरुद्ध गर्नुभएको छ आन्दोलनकारीहरूले। पुरै एकदम शून्य छ हेर्नु, सबै गाडीहरू ठप्प छ, बाटोमा सुनसान छ। अब आन्दोलनकारीहरूको पीडित पक्षहरूको माग जबसम्म पुरा हुँदैन तबसम्म यो बाटो अवरुद्ध नै रहने जानकारी गराउनुभएको छ यहाँका आन्दोलनकारी लगायत पीडित पक्षहरूबाट। त्यो कुरा सुन्नमा आएको छ। कहिले खुल्ने यो थाहा छैन। हेर्नुहोस् है गाइजहरू, पुरै ठप्प छ। ल हेर्नुहोस् गाडीको लाइन यहाँ, ल हेर्नुहोस् कहाँदेखि कहाँसम्म लाइन छ। यो पुरै बाटो अवरुद्ध। हामी पनि बिहानदेखि नै रिपोर्टिङ गर्दैछौँ गाइजहरू। हामी साथी यता जुन भाइ के हुँदैछ त नि आज कस्तो ठप्प दोस्रो दिन पत्लायामा पनि ठप्प भएछ। अब गाडी त अब लगभग ठप्पै जस्तो भइसक्यो। अब वीरगञ्ज पत्लया बर्दिवास सबैतिर अहिले ठप्पै छ, गाडीहरू आवाज जहाज ठप्पै छ। के छ खुल्ला जस्तो छ कि छैन? खोल्ने एकदम 95% कम छ चान्स। यो त बन्द अब कति दिन हुन्छ भन्ने नै उ नै छैन, सीमै छैन। अब त्यसको न्याय नपाएसम्म नानीको उसमा। अनि के छ यो हाम्रो पीडित पक्षहरूको माग के छ त? पीडित पक्षको माग चाहिँ अब जसले मारेछ दोषीहरूलाई अगाडि ल्याइदिनु पर्यो भन्ने माग छ। अहिलेसम्मको चाहिँ कारबाही आफै अगाडि हुनु पर्यो। हामीले यो नानीलाई जस्तो गरेको छ त्यसरी नै त्यसलाई पनि सजाय दिनु पर्यो भन्ने त्यो सुनाइ आएको छ। के यो कार्यान्वयन होला त? यो सरकारले कार्यान्वयन नभएको भएर नै यो आज यस्तो दिन दोस्रो दिन भयो नि त। हिजो कार्यान्वयन हुन्थ्यो भने त आज यसरी बस्नु पर्ने थिएन। गाडीवालाहरू त गाडी कति दुःख पाएछ, पेसेन्जर बसवाला त्यतिकै छ, ट्रकवालाहरू कहाँ कहाँ पुग्नु पऱ्यो पूर्व पछि सबै ठप्प भएर यस्तै छ। यो अब जारी नै रहन्छ। यो बढेको छ, कति दिनसम्म लाग्छ, के हुन्छ भनेको अहिलेसम्म यकिन कसैको छैन। अब आन्दोलन भइरहेको, गाडी जाम गरेछ, बाटो चाहिँ बन्द गरेछ। अब यो अहिलेसम्म के हुन्छ अब आज बेलुकासम्म साँझसम्म हेरौँ। म अहिले बाह्रको पत्लयाको मेन चोकमा छु। अहिले तपाईँको पूर्व पश्चिम राजमार्ग साथै तपाईँको वीरगञ्ज पत्लया सडक खण्ड एकदम ठप्प अवरुद्ध छ। म यहाँहरूलाई दिनभरिको रिपोर्टिङ यहाँहरूको सामु देखाउँदै जानेछु भन्ने कुरा गर्दै टेक केयर, नाइस डे।